यहाँ हाम्रो पिएफसी मण्डली once again welcome back on my channel फेरि पनि आज चाहिँ जुब्लीमा गएको जुब्लीको लागि सो अहिले चाहिँ म चाहिँ यो ड्रेसमा छु नि त यो चाहिँ म गएर फेर्छु काम सघाउनुपर्छ अलिअलि त्यही भएर टायर चेक गर्नुपर्छ टायर पनि सक्यो साथी भयो ओइ हावा त छ नि क्या टायर सक्यो कसले हेर्दैछु पैसा हालिदिनु नि पैसा हालिदियो है टायर सकेछ टायर फेर्नुपर्छ सो यहाँनिर अब स्टार्ट गइन्छ अब यहाँबाट सिधै देखाउँछै पर ल अब बिचमा देखाउँदिनँ दिनहरू चाहिँ यस्तो छ नि त कति बेला के हुन्छ यादै आउँदैन हिजो मात्रै घाम लागेर थियो अचानक पानी परेर पुरा भिज्यो ऊ बादलहरू पनि बिस्तारी चल्दैछ हेर्नुहोस् ल बिस्तारी म देखाइन्छ हल्का चल्दैछ नि त बादलहरू पनि होइन स्पिड हो यहाँ आइपुगिसक्यो र म चाहिँ आइपुगिसकेँ यहाँनिर चर्चमा र हिजोको आजको सेटअप चाहिँ यस्तो छ यहाँनिर म हुन्छ यो चाहिँ फादरहरूको लागि यहाँनिर राखिएको छ यहाँनिर उहाँहरूको सो यहाँ चाहिँ क्यान्डलहरू आज यहाँ भएको चाहिँ हाम्रो फादर आइकमान तपाईँको होइन यो उयो चियाई हो यहाँ चाहिँ हाम्रो च्यापलको नारी सङ्घ यो हाम्रो रिजङ सिस्टर के हुँदैन फोटोमा आउनु नै सबैभन्दा ठुलो कुरा हो नि हाम्रो यहाँ जेनेती केही 2-3 शब्द भन्नुहुन्छ ओ भाइ हेभी छ त अन्त इज्जत डाउन भयो त हो हेर्नु हो जस्तै डल्लै बोकेर हिँडिरहेको छ त अघि भर्खर आइपुगेको उहाँलाई न्यानो निमन्त्रणा दिएका थिए उहाँहरू यहाँनिर उपस्थित हुनुभएका हामी देख्दैछौँ उहाँहरूलाई अनि सम्पूर्ण विभिन्न सिम्पल भए तापनि उहाँको प्रतिभालाई हामी भुल्न सक्दैनौँ उहाँ एक महान व्यक्ति हुनुहुन्छ पल्ली पिताद्वारा प्रार्थना गरिदिने हामी निवेदन गर्दछौँ अध्यक्ष पिएफसी मण्डलीका उहाँ एल्डर हुनुहुन्छ यसै गाउँका एक विशिष्ट अनि बुजुर्ग व्यक्ति र उहाँलाई यो केकको निम्ति आजको दिनको निम्ति अनि अब आउने 25 वर्ष पश्चात हामी गोल्डन जुब्ली मनाउँछौँ मैले भने सायद हामी मध्येमा धेरैजना यो गोल्डन जुब्लीमा हुँदैन त्यसले गर्दा त्यो ठाउँ त्यो समयहरूलाई हामी पर्खेर बस्ने हरेक जन हुन्छ हामी आउनुहोस् प्रार्थना गर्नेछौँ सर्वशक्तिमान दयालु परमेश्वर पिता तपाईलाई फेरि पनि यो सुन्दर दिनको लागि धन्यवाद टपाउँछौँ मङ्गलसिंह सरको सासु बोजू हुनुहुन्छ सबैजनाले गोले पारी बजाइदिनुहोस् है निवेदन गर्दछौँ सबै पुरोहितहरू सर यहाँ चाहिँ खाना हुँदैछ खानापिना सानो नृत्य रहेछ यहाँनिर सानो भोजन त्यसमा पनि हामी बिस्तारैसँग पालो भाग लिनेछौँ र एउटा सानो नृत्य फादरहरू पनि तपाईँ के गरेको त्यहाँ मध्यस्थहरू पनि बसिदिनुहोस् होइन बसिदिनुहोस् हाम्रो एल्डर महाएल्डरलाई पनि आउँछ माउस पनि आएको छ माउस यहाँ चाहिँ चिया पासङ धनकमानको सक्यो सबै
श्रीमा छ यहाँ अब यो सकेको थन्काउँछ सो अहिले चाहिँ म चाहिँ घर आइपुगिसक्यो नि त अघि गर्नु भएन अहिले चाहिँ रात पर्न आँटिसक्यो नि त घाम पनि डुबिसक्यो हाम्रोबाट चाहिँ पारे यस्तो देख्छ सो आजको लागि चाहिँ यतिमै भ्लग राख्दै भोलिको दिनमा भेटौँला